यदि आज पृथ्वी बोल्न सक्थ्यो भने सायद हामीलाई एउटै प्रश्न सोध्थ्यो कि मलाई बन्न करिब 4.6 अर्ब वर्ष लाग्यो, तर मलाई नष्ट गर्न तिमीहरूलाई कति समय लाग्नेछ। नमस्कार साथीहरू, आज हामी समयको घडीलाई करिब 4.6 अर्ब वर्ष अगाडि फर्काएर हेर्नेछौं र बुझ्नेछौं आखिर एक जीवनविहीन आगोको एउटा गोलो कसरी आजको नीलो ग्रहमा परिणत भयो। त आउनुहोस् साथीहरू, जान्नेछौं आजको यो भिडियोमा। As far as we know, there have been 5 in which we had a share. करिब 4.6 अर्ब वर्ष अघि हाम्रो सौर्यमण्डल केवल धुलो, ग्यास र चट्टानका कणहरूले भरिएको थियो। गुरुत्वाकर्षणले ती कणहरूलाई बिस्तारै जोड्दै लग्यो र त्यहीबाट पृथ्वीको जन्म सुरु भयो। तर त्यो पृथ्वी आजको जस्तो थिएन। यसको सतह पग्लिएको लाभाले ढाकिएको थियो। तापक्रम हजारौं डिग्री सेल्सियस थियो। अक्सिजन थिएन, समुद्र थिएन, जीवनको कुनै संकेत नै थिएन। पृथ्वी निरन्तर ठूला चट्टान र क्षेत्र ग्रहहरूसँग ठोक्किँदै थियो। वैज्ञानिकहरूको प्रमुख सिद्धान्त अनुसार यही समयमा थिया नामको मंगल ग्रह जत्तिकै आकारको एउटा पिण्ड पृथ्वीसँग ठोक्कियो। त्यस ठक्करबाट अन्तरिक्षमा उडेका पदार्थहरू पछि मिलेर चन्द्रमामा बने। त्यसपछि करोडौं वर्षसम्म पृथ्वीमा धूमकेतु र क्षेत्र ग्रहहरूको वर्षा भइरह्यो। वैज्ञानिकहरूका अनुसार यिनै धूमकेतुहरूले पृथ्वीमा पानी ल्याउन मद्दत गरे, जहाँबाट बिस्तारै समुद्र बने। पृथ्वी चिसिँदै गयो, वायुमण्डल परिवर्तन हुँदै गयो र करोडौं वर्षपछि यही ग्रहमा पहिलो सूक्ष्म जीवको सुरुवात भयो। सोच्नुस् त, आज हामी हिँडिरहेको यो पृथ्वी कुनै संयोगले बनेको होइन। यसलाई आजको रूप लिन करिब 4.6 अर्ब वर्ष लागेको छ। तर आज यही ग्रह प्रदूषण, जलवायु परिवर्तन र युद्ध जस्ता चुनौतीसँग जुधिरहेको छ। अब प्रश्न यो होइन कि पृथ्वी बाँच्छ कि बाँच्दैन, प्रश्न यो हो कि हामी पृथ्वीलाई बचाउन समयमै बदलिनेछौँ। तपाईको विचारमा के लाग्छ? आफ्नो विचार कमेन्ट बक्समा राखिदिनु होला। र आजको लागि भिडियो यति नै। मिल्नेछौँ अर्को नयाँ भिडियोमा। त्यतिन्जेलसम्मको लागि जय नेपाल।